सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै यतिबेला सरकारको चौतर्फी आलोचना भएको छ भने देशका विभिन्न स्थानहरूमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो कता हिँडेको बिजुली मारेर कुलमान फालेर नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ हामी हेरेको हेरै सरकार जान्ने भो धेरै जस्ता नारा लेखिएको प्लाट कार्ड सहित प्रदर्शन भएको हो। मन्त्री परिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको थियो। यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिग्दिल लगायतले विरोध गरेका छन् भने त्यस्तै नेपालका चर्चित कलाकारहरूले समेत यसको विरोध गरेका छन्। कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रेकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ। काठमाडौँको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म आइपुगेका थिए र सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीसँग धक्कामुक्की भएको हो। यही क्रममा प्रदर्शनमा उत्रेका केही प्रदर्शनकारीलाई भने प्रहरीले पक्राउ गरेको छ।